Hello and namaste. Welcome back to our channel. आजको हाम्रो वर्कआउट चेस्ट एन्ड ट्राइसेपको रहेको छ। हल्का जम्पिङ ज्याक गरिसके पछाडी चाहिँ आज हाम्रो ट्रेडमिलमा 10 मिनेट्स 15 मिनेट्सको वक रहेको छ। ट्रेडमिल अथवा साइकल चलाउन आउँछौँ। ट्रेडमिल गर्दा चाहिँ स्या 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 फ्या 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 हुने गरी गर्नुपर्छ। यस्तो हुलिया चाहिँ देखिनै पर्छ। मजा आउँछ। आजको मेन वर्कआउट चेस्ट स्टार्ट गरौँ बेन्च प्रेसबाट। यसमा चाहिँ हामीले 15 रेपिटेसन 3 सेट्स 10 केजी बारबेलबाट स्टार्ट गरेका छौँ भने मैले चाहिँ इन्क्लाइन बेन्च प्रेसबाट 15 रेपिटेसन 3 सेट्स गरे। यसरी नै हामी चाहिँ पालै पालो बेन्च प्रेस र इन्क्लाइन प्रेस गर्ने गरेका छौँ। अबको पालो भने मेसिन प्रेसको रहेको छ। यो मेसिन प्रेस पनि हामीले चाहिँ विदाउट वेट नै गरिरहेका छौँ। पहिला सुरुमा त हामीले स्ट्रेन्थ बिल्डअप गर्नेतिरै ध्यान दिएका छौँ, त्यही भएर यो पनि हामीले 15 रेपिटेसन 3 सेट्स नै गर्छौँ। यो फ्ल्याट डम्बेल फ्लाई हाम्रो चेस्टको लास्ट वर्कआउट थियो। यो चाहिँ हाम्रो लागि एकदमै नयाँ भएकोले हल्का फर्म मिलाउन गाह्रो परिरहेको थियो। तपाईहरुले देख्न सक्नुहुन्छ। फर्म मिलेन भन्दैमा चाहिँ वर्कआउट छोड्ने कुरा हुँदैन, त्यही भएर हामीले चाहिँ फर्म मिलाउनेतिर ध्यान दिँदै थियौँ। यसरी हामीले यो पनि 15 रेपिटेसन 3 सेट्स नै गर्यौँ। अरू कुरा त्यस्तै हो। जिमको गुरुले चाहिँ अथवा ट्रेनरले चाहिँ हामीलाई मोटिभेट गर्न कहिल्यै छोड्नुहुन्न। उहाँको मोटिभेटले नै हामीलाई चाहिँ यहाँसम्म ल्याइपुर्याएको छ। चेस्ट वर्कआउट कम्प्लिट भएसँगै हाम्रो पालो चाहिँ ट्राइसेपको रहेको छ, जसमा हामीले चाहिँ ओभरहेड एक्सटेन्सनबाट स्टार्ट गऱ्यौँ, जुन हाम्रो 15 रेपिटेसन 3 सेट्स रहेको थियो। यसरी नै आजको हाम्रो वर्कआउट चाहिँ कम्प्लिट भएको छ। एउटा रिल्स बनाउनलाई हामीले स्क्वाट गर्ने भनेको, तर हामीले चाहिँ सकेनौँ। यो चाहिँ हाम्रो सक्सेस भएन। तर एकचोटि चाहिँ यो रिल्स चाहिँ म बनाएरै छोड्छु, किनभने यो मेरो एउटा वान अफ माई बिगेस्ट ड्रिम। यसरी नै हाम्रो वर्कआउट कम्प्लिट भएसँगै हामी घर फर्क्यौँ। तपाईहरुलाई हाम्रो वर्कआउट भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। धन्यवाद।